कम्पनीमा मन लागिरहेकै छैन होइन, कम्पनीको वातावरण राम्रै छैन, इन्भाइरोमेन्ट इज नट गुड एज यु सेड। अब कम्पनीले लेटर दिन पनि तयार छैन, उल्टै नेपाल पठाइदिन्छु भन्छ। अब त्यसमा चाहिँ गर्ने के त, वाट टु डु? तपाईँले चाहिँ जस्ट धेरै टेन्सन नलिनु, धेरै नसोच्नु होइन, किनकि सोचेर टेन्सन लिएर होइन हामी चौतर्फी यताउति धडक भडक भएर पनि अब सोल्युसन हुनेवाला केही छैन। सो तपाईँले चाहिँ आफ्नो काम चाहिँ राम्ररी गर्दै जानुहोस् होइन, एउटा मोटिभेट हुन्छ है मैले भनेको कुरा, र गर्दै जानुहोस्, केही न केही सिक्दै जानुहोस् होइन, राम्रो आफूले चेन्जिङ ल्याउने कोसिस गर्नुहोस्। हुन त हाम्रो नेचर जो वाइज छ, नेचर वाइज हामीले कतिपय ठाउँमा चेन्जिङ गर्न सक्दैनौँ, तर हामीले कतिपय ठाउँमा अलिकति सक्रिफाइस, कतिपय कम्प्रोमाइज पनि गर्नुपर्ने हुँदाखेरि चाहिँ केही चाहिँ होइन, हामीले चाहिँ बुझ्न सक्नुहुन्छ। अनि अब त मैले लेटर माग्यो भने त अब नेपालै पठाइदिनु हो कि भन्ने चाहिँ त्यो नसोच्नु होइन। सो हामीलाई जबरन नेपाल पठाउन मिल्दैन साहुले होइन, यु मस्ट ह्याभ नोन वेल अबाउट द्याट अल्सो एज वेल। हामीले यो पहिलेदेखि नै सिक्दै आएको पनि हो होइन। एन्ड बस तपाईँले के गर्नुहोस्, आफूले खुसी राख्ने कोसिस गर्नुहोस्, साथीभाइ बनाउनुहोस्, खेलकुदमा ध्यान दिनुहोस्, काममा पनि सिक्नुहोस्, र काम चाहिँ अलिकति तपाईँले होइन स्वास्थ्यको समस्या देखाउने जस्तो कोसिस पनि गर्नुहोस्, र अलिकति राम्ररी पोलाइटली भएर होइन माग्ने कोसिस गर्नुहोस्। समहाउ एक किसिमको लागि चाहिँ अब उनीहरूलाई चाहिँ अब भनौँ न कन्भिन्स गर्ने कोसिस गरौँ होइन। टेन्सन लिनुभन्दा, अलिकति झोक्किनुभन्दा, रिसाउनुभन्दा, एग्रेसिभ हुनुभन्दा उनीहरूलाई कन्भिन्स गराउने कोसिस गर्दै जाउँ, काम पनि सकेको गर्दै पनि जाउँ, र केही न केही बाहिरी कुराहरू पनि सिक्दै पनि जाउँ होइन, ताकि कन्फिडेन्टहरू बिल्डअप हुँदै जाओस्, अनि फ्यामिलियर जस्तो माहौल बनाओस्। हुन त अब तपाईँले अलरेडी भनिसक्यो माहौल राम्रो छैन भनेर होइन, अब तपाईँले राम्रो बनाएर त हुँदैन, तर कतिपय कुराहरूले हामीले पनि एस चेन्जिङ ल्याउँदै पनि गरौँ होइन। के कुरामा चाहिँ मिलिरहेको छैन, वातावरण मिलिरहेको छैन, म चाहिँ त्यसमा चाहिँ अलिकति आफूलाई यो साँचामा चाहिँ ढालिदियो भने चाहिँ अलिकति वातावरणमा अलिक राम्रो होला कि भन्ने टाइपमा पनि सोचौँ। र त्यही हो मेन कुरा, स्वास्थ्यको ध्यान दिउँ होइन, मजाले खाउँ पिउँ होइन, रमाउँ, बिन्दास रहौँ र पोजिटिभ सोचौँ भन्न चाहन्छु। सो आइएम स्योर वान डे तपाईँको सोच पुरा हुन्छ।